ढुक्क तिमीहरूको सोच यस्तो यस्तो भिडियो पनि हजुर तपाईँहरूले चाहिँ पोस्ट गर्दाखेरि अलिकति लाज लागेन होइन? ए बालेन्जी मुस्ताङ आएर हो, सुदनजीले गर्दा हो, हर्कजीले गर्दा हो भन्न चाहिँ यस्तो राजनीतिक विषयहरू यस्तो भएको अवस्थामा राजनीतिक विषयहरू ल्याएर चाहिँ यस्तो नराम्रो कमेन्टहरू यस्तो नराम्रो भिडियोहरू गर्न हजुरलाई अलिकति लाज लाग्दैन होइन? अहिले यो प्राकृतिक प्रकोप र अचानक हुने घटना हो, हजुरले बोल्नु गरेर सर्च गर्नु न, दिमाग छैन हजुरसँग होइन? कस्तो नराम्रो आउनु पनि हो, सरकारले छिटो चाँडो र कसरी के गर्दैछ भनेर हजुरले हरेक भिडियोहरूमा न्युजहरूमा देख्नुभएको होला त। अब यस्तै सान्दर्भिक कुराहरू र पहिलाको नेताहरू अहिलेको नेताहरू त्यस्तो किन भन्नुहुन्छ? सबै पहिलाको नेता पनि मान्छे हो, अहिलेको नेता पनि मान्छे हो, सबै मान्छे हुनुहुन्छ। तर अहिले यस्तो अवस्थामा चाहिँ हजुरहरूले राजनीतिक विषय नबनाउनुहोस्। सबैले हजुरहरू नेपालमा हुनुहुन्छ भने जुन ठाउँमा हुनुहुन्छ त्यसरी सहयोग गर्नुहोस् र हजुरहरू देश विदेशमा फैल्नु भएको छ। अघिको मैले भिडियो पनि हालेको त्यसमा क्युआर कोड हरेक कुराहरू सेन्ड गरेको छु। त्यो आधिकारिक रूपमा चाहिँ हजुरले 2-4 रुपियाँ 200-400 रुपियाँ पठायो भने सहयोग गर्न सक्नुहुन्छ के। हजुर हामी भनेको सबै नेपाली हो, हामी देश विदेशमा फैलिए तापनि तर हाम्रो मन नेपाली हो। हामीले गर्ने सहयोग जति हुन्छ गरौँ, ठाउँमा छौँ भने ठाउँमा पुगेर गरौँ, छैनौँ भनेपछि देश विदेश छौँ भनेपछि कसरी हुन्छ कि होइन? यसरी पहिलाको जस्तो चाहिँ महल, पहिलाको जस्तो चाहिँ ठुल्ठुलो बिल्डिङ, ठुल्ठुला बजारहरू हुन नसक्ला, तर पनि सानो सहयोगले हातमालोले गर्दाखेरि धेरै सानो मलमपट्टि पनि हुनसक्छ। त्यस कारणले गर्दाखेरि हामी यो कुरालाई राजनीति विषय नबनाऊ प्लिज। हजुर हामी सबै जुन ठाउँमा छौँ जसरी छौँ त्यसरी सहयोग गरौँ भन्दै अहिलेको भिडियो यतिमा राख्न चाहन्छु। धन्यवाद।